सबैलाई नमस्कार। आज मैले लुम्बिनी प्रदेशको वनरक्षक पदको लागि नमुना प्रश्नपत्र तयार पारेको छु। आशा छ यी सामग्रीहरू तपाईहरुको लागि उपयोगी हुनेछन् र च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। सुरु गरौँ प्रश्नतर्फ। 1 नम्बरको प्रश्न रहेको छ, लुम्बिनी प्रदेश अन्तर्गत कतिवटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू रहेका छन् भन्ने छ। अप्सन रहेको छ क1, ख2, ग3, ग4 भन्ने छ। यसको सही उत्तर अप्सन ग4 वटा रहेका छन् भू तथा जलाधार व्यवस्थापन कार्यालयहरू। त्यसैगरी अप्सन प्रश्न नम्बर 2 रहेको छ, लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला कुन हो भन्ने छ। क रोल्पा, ख रुकुम पूर्व, ग पाल्पा, ग रुकुम पश्चिम भन्ने छ। यसको सही उत्तर अप्सन ख रुकुम पूर्व हो। 3 नम्बरको प्रश्न रहेको छ, लुम्बिनी प्रदेश अन्तर्गत कतिवटा डिभिजन वन कार्यालयहरू रहेका छन् भन्ने छ। अप्सनहरू रहेको छ क10, ख14, ग12, ग13 भन्ने छ। यसको सही उत्तर अप्सन ख 14 वटा डिभिजन वन कार्यालयहरू रहेका छन्। त्यसैगरी 4 नम्बरको प्रश्न रहेको छ, विश्व बाघ दिवस 2024 को मूल नारा के रहेको थियो भन्ने छ। अप्सनहरू रहेको छ मानव र बाघ सहअस्तित्व, बाघ संरक्षण र हाम्रो समृद्धि, मानव बाघ सहअस्तित्व र समृद्धि, बाघ संरक्षण र पर्यावरण विकास भन्ने छ। यसको सही उत्तर अप्सन ग मानव बाघ सहअस्तित्व र समृद्धि भन्ने छ। 5 नम्बरको प्रश्न रहेको छ, लुम्बिनी प्रदेशको वनरक्षक पदको दर्जानी चिन्ह कुन हो भन्ने छ। क एनएफएस, ख वनको लोगो, ग एनएफएस वनको लोगो, ग वनको लोगो र एक तारा भन्ने छ। यसको सही उत्तर एनएफएस र वनको लोगो अप्सन ग को। 6 नम्बरको प्रश्न रहेको छ, एक्सटेन्सन 1972 अनुसार नेपालमा कति प्रकारका वनहरू रहेका छन् भन्ने छ। यो पनि लोकसेवामा सोधिरहेको हुन्छ। यसको सही आन्सर अप्सन ख 35 हो। एक्सटेन्डनले चाहिँ 35 भागमा चाहिँ नेपालको प्रकारका वनहरूलाई चाहिँ विभाजन गरेका छन् भने यसलाई चाहिँ फेरि 10 भागमा चाहिँ मेजर 10 प्रकारमा चाहिँ विभाजन गरिएको छ। एक्सटेन्डनले चाहिँ अप्सन ख 35 प्रकारको वनहरू उनले वर्गीकरण गरेका छन्। 7 नम्बरको प्रश्न रहेको छ, नेपालमा हाल कतिवटा वन्यजन्तु आरक्षी रहेका छन् भन्छ। नेपालमा एउटा मात्रै वन्यजन्तु आरक्षी हो रहेको छैन, कोष्टक वन्यजन्तु आरक्षी। 8 नम्बरको प्रश्न रहेको छ, तलका दिएका मध्ये ढिला बढ्ने प्रजाति कुन हो भन्ने छ। कटुस, कोटेसल्ला, चिलाउने र साल भन्ने छ। यी मध्ये सबभन्दा ढिला साल नै बढ्छ, अप्सन क। त्यसैगरी 9 नम्बरको प्रश्न रहेको छ, प्रदेश निजामती ऐन तथा नियावली बमोजिम कुन विधा बस्दा तलब पाइँदैन भन्ने छ। घर विधा, प्रसुति विधा, मृत्यु संस्कार विधा, असाधारण विधा भन्ने छ। असाधारण विधा बस्दा चाहिँ तलब पाइँदैन, अरू सबै विधामा चाहिँ यहाँ भएको विधामा चाहिँ तलब पाइन्छ। त्यसैगरी 10 नम्बरको प्रश्न रहेको छ, सबैभन्दा पहिले मध्यवर्ती क्षेत्र स्थापना भएको संरक्षित क्षेत्र कुन हो भन्ने छ। मध्यवर्ती क्षेत्र पनि चितवन राष्ट्रिय निकुञ्जकै भएको हो, बफर जोन भनेर पनि सोध्न सक्छ। त्यसैगरी 11 नम्बरको प्रश्न रहेको छ, विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो भन्ने छ। रारा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज भन्ने छ। यसको सही उत्तर सगरमाथा राष्ट्रिय निकुञ्ज हो, अप्सन क 1979 भएको हो।
त्यसै गरी 12 नम्बरको प्रश्न छ लुम्बिनी प्रदेश अन्तर्गत कतिवटा डिभिजन वन कार्यालयहरू रहेका छन् भन्ने छ। यो प्रश्न दोहोरिएको छ सायद। यसको अप्सन ख 14 वटा हो। त्यसै गरी 13 नम्बरको प्रश्न छ नेपालमा खोटो सङ्कलन कुन प्रजातिबाट गरिन्छ भन्ने छ। खोटे सल्ला, गोब्रे सल्ला, दोय, पातलो सल्ला भन्ने छ। यसको सही उत्तर अप्सन क खोटे सल्ला हो। नेपालमा कुन विधिबाट खोटो सङ्कलन गरिन्छ भन्ने छ। कुप प्रविधि, रिल प्रविधि, माथिका दुवै भन्ने छ। यसको सही उत्तर रिल प्रविधि हो। बीचमा एउटा सेन्ट्रल ग्रुप बनाइन्छ, त्यसपछि वरिपरि चाहिँ रिल बनाइन्छ। 32 दुना 64 वटा रिल चाहिँ 1 वर्षमा बनाउन सकिन्छ भन्ने छ। खोटो सङ्कलन गर्ने अवधि 8-9 महिनामा। त्यसै गरी एक हप्तामा एउटा रिल बनाउनु पर्छ। 15 नम्बरको प्रश्न रहेको छ वन्यजन्तुको क्षेत्रमा काम गर्ने सङ्गठन WWF को स्थापना कहिले भएको हो भन्छ। वर्ल्ड वाइल्ड लाइफ फन्ड। यसको सही उत्तर अप्सन ए 1961 मा WWF को स्थापना 1961 मा भएको हो। 15 को क। 16 नम्बरको प्रश्न रहेको छ धार्मिक वनको कार्ययोजना कसले स्वीकृत गर्छ भन्छ। वन तथा वातावरण मन्त्रालय, डिभिजनल वन अधिकृत, प्रदेश वन निर्देशक, प्रदेश वन सचिव भन्छ। यसको सही एन्सर अप्सन ख डिभिजनल वन अधिकृत। त्यसै गरी 17 नम्बरको प्रश्न छ सामुदायिक वनको कार्ययोजनाको म्याद अधिकतम कति वर्षको हुन्छ भन्ने छ। यो प्रश्न गण्डकी प्रदेशमा नै सोधेको प्रश्न हो। क 2 वर्ष, ख 3 वर्ष, ग 5 वर्ष, ग 10 वर्ष भन्छ। अधिकतम भनेको चाहिँ 10 वर्ष हो। साधारणतया 5 वर्ष हुन्छ। 18 नम्बरको प्रश्न रहेको छ सालको गुड सिडियर कति वर्षको अन्तरालमा आउँछ भन्छ। सालको गुड सिडियर 3 देखि 5 वर्षको अन्तरालमा आउँछ। गुड सिडियर भनेको जुन राम्रो प्रकारको बिउ, क्वालिटीको बिउ हुन्छ नि, त्यो उत्पादन गर्ने वर्ष हो। अहिले 81 सालमा चाहिँ राम्रो प्रकारको बिउ दिएको छ भने कम्तीमा 84, 85, 86 मध्ये कुनै सालमा फेरि 3 देखि 5 वर्षको बिचमा फेरि राम्रो सालको बिउ उत्पादन हुन्छ भन्न खोजेको हो। प्रत्येक वर्ष चाहिँ राम्रोसँग बिउ उत्पादन हुँदैन। 19 नम्बरको प्रश्न रहेको छ स्थानीय समुदायलाई व्यवस्थापन गर्न सुम्पिएको नेपालको संरक्षित क्षेत्र कुन हो भन्ने छ। 19 नम्बरको प्रश्न अप्सनहरू रहेको छ बाँके राष्ट्रिय निकुञ्ज, त्यसै गरेर चितवन राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र भन्ने छ। यो चाहिँ कञ्चनजङ्घा संरक्षण क्षेत्र हो। अप्सन ग। राष्ट्रिय निकुञ्जहरू त सबैले नै हेर्ने हो, के अरे DNPWC मार्फतै हो। त्यसै गरी 20 नम्बरको प्रश्न छ विश्व संरक्षण सङ्घ आइसिएन को स्थापना कहिले भएको हो भन्ने छ। अप्सनहरू छ 1969, 1970, 1972, 1948 भन्ने छ। यसको सही उत्तर अप्सन ग 1948 मा भएको हो। त्यसै गरी वन क्षेत्रमा गस्ती गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने छ। बिस्तारै बोल्ने, होला नगर्ने, पूर्व योजना तयार गर्ने, सूचनाहरू गोप्य राख्ने, माथिका सबै भन्ने छ। अप्सन ग हो। 22 नम्बरको प्रश्न रहेको छ सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो भन्ने छ। मकवानपुर राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, कोशिटापुर, सगरमाथा राष्ट्रिय निकुञ्ज अप्सनहरू रहेको छ। यसको सही उत्तर अप्सन ख चितवन राष्ट्रिय निकुञ्ज हो। वन न्यायालय 2079 बमोजिम सालको गोलिया काठ कति ग्रेड हुन्छ भन्ने छ। यसको सही उत्तर अप्सन क नै हो। 4 वटा हुन्छ। खैरको ग्रेड हुन्छ कि हुँदैन भनेर सोधेको थियो। खैरको हुँदैन, चन्दनहरूको पनि हुँदैन हैन। 24 नम्बरको प्रश्न रहेको छ नेपाल सरकारले मिति 2081 10 महिना 10 को राजपत्रमा कुन जनावरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ भन्ने छ। क जङ्गली रातो बाँदर, खमा जङ्गली बँदेल भन्छ।
यसको सही आन्सर अप्सन ग माथिका दुवै। जङ्गली रातो बाँदर र जङ्गली बँदेरलाई चाहिँ कृषि हानिकारक जनावर घोषणा गरेको छ नेपाल सरकारले। त्यसै गरी 25 नम्बरको प्रश्न रहेको छ वन नियमले 2079 बमोजिम काठको आयतन कुन फर्मुलाबाट निकालिन्छ भन्ने छ। क न्युटन फर्मुला, क स्पानेल फर्मुला, ग क्वार्टर गर्थ फर्मुला भन्ने छ। यसको सही उत्तर अप्सन ग क्वार्टर गर्थ फर्मुला हो। तपाईहरु कुनै डाउनलोड गरेर वन नियमावली मात्रै हेर्नुभयो भने फरक होला। फेरि वन नियमावलीको पहिलो संशोधनमा चाहिँ यो दिएको छ। त्यसै गरी 26 नम्बरको प्रश्न रहेको छ नेपालको लुम्बिनी प्रदेशमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो भन्ने छ। बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज भन्छ, माथिका दुवै भन्छ, शिवपुर राष्ट्रिय निकुञ्ज भन्छ। यसको सही उत्तर माथिका दुवै अप्सन ग हो। के आयो फेरि यो? त्यसै गरी 27 नम्बरको प्रश्न रहेको छ तलका मध्ये कुन प्रजातिमा मुना आउने क्षमता राम्रो हुन्छ भनेको छ। क सिसौँ, ख सेतो सिरिस, ग मसला, ग माथिका सबै भनिन्छ। यसको सही उत्तर माथिका सबै हो। कत्था कुन प्रजातिबाट प्राप्त हुन्छ भन्ने छ। साल, सिसौँ, खयर, बयर भन्ने छ। यसको सही उत्तर अप्सन ग खयर हो। खयरबाट कत्था र कत प्राप्त हुन्छ हैन। क्वार्टर गर्थ सूत्रबाट गोलियाको आयतन निकाल्दा कति प्रतिशत आयतन कायम हुन्छ भन्ने छ। अप्सन रहेका छन् 77%, 77.5%, 78% र 78.5% भन्छ। यसको सही उत्तर अप्सन ग 78.5%। कुल आयतनको 78.5% चाहिँ कायम हुने भयो भने सम्झि 21.5% चाहिँ यसबाट लस हुन्छ भन्न खोजेको। त्यसै गरी 30 नम्बरको प्रश्न छ कुन प्रजातिबाट उच्च गुणस्तरको खोटो निकाल्न सकिन्छ भन्छ। खोटेसल्ला, देवदार, गोब्रेसल्ला, पातलो सल्ला भन्छ। यसको उत्तर अप्सन ग गोब्रेसल्ला हो। गोब्रेसल्लाबाट राम्रो क्वालिटीको चाहिँ खोटो चाहिँ निकाल्न सकिन्छ, तर नेपालमा चाहिँ निकाल्ने चाहिँ खोटेसल्लाबाट हो। अथवा क्वालिटी चाहिँ गोब्रेसल्लाको राम्रो हुन्छ भने क्वान्टिटी भनौँ न धेरै मात्रामा चाहिँ खोटेसल्लाबाट निकाल्न सकिन्छ नि त। 31 पहाडी भागमा पहिरो गएको स्थानमा उम्रने सूचक प्रजाति कुन हो भन्ने छ। चिलाउने, कटुस, सिमल, उत्तिस भन्ने छ। यसको सही उत्तर अप्सन ग उत्तिस हो। पहिरो गएको ठाउँमा छिटो उम्रने पहिला उम्रिने चाहिँ प्रजाति चाहिँ उत्तिस नै हो। त्यसै गरी 32 नम्बरको प्रश्न रहेको छ वन ऐन 2076 बमोजिम राष्ट्रिय वनमा आगो लगाउने कसुर गर्नेलाई कस्तो सजाय हुन्छ भन्ने छ। बिगो असुल गरी 3 वर्षमा कैद, रु 60,000 सम्म जरिवाना, माथिका दुवै वा 1 वर्ष कैद भन्ने छ। यसको सही उत्तर माथिका दुवै हो। अप्सन ग। 33 नम्बरको प्रश्न रहेको छ खोटेसल्लाको बिउ कहिले सङ्कलन गर्नुपर्छ भन्ने छ। अप्सन जनवरी मार्च अप्रिल, जुन जुलाई, अगस्त सेप्टेम्बर भन्छ। यसको सही उत्तर अप्सन क जनवरी मार्च हो। त्यसै गरी जगदीशपुर जलाशय कहिले रामसार साइटमा सूचीकृत भएको हो भन्ने छ। अप्सनहरू रहेको छ सन् 2003 अगस्त 13, 2003 जुन 13, 2003 मे 13, 2003 जनवरी 13 भन्ने छ। यसको सही उत्तर अप्सन क सन् 2003 अगस्त 13। दुर्लभ वन्यजन्तुको नियन्त्रण गर्न बनेको महासन्धि कुन हो भन्छ। साइटिस महासन्धि हो। अप्सन क 35 नम्बरको। 36 नम्बरको प्रश्न रहेको छ कल्पवृक्ष र हाम्रो वन केसँग सम्बन्धित छ भन्छ। वनसँग सम्बन्धित रेडियो कार्यक्रम, वनसँग सम्बन्धित टेलिभिजन कार्यक्रम, माथिका दुवै भन्छ, वनसँग सम्बन्धित पत्र पत्रिका भन्छ। कल्पवृक्ष र हाम्रो वन कार्यक्रम वन भनेको वनसँग सम्बन्धित पत्र पत्रिकाहरू हुन्।
त्यसै गरी 37 नम्बरको प्रश्न छ राष्ट्रिय वन स्रोत सर्वेक्षण सामुदायिक वन स्रोत सर्वेक्षण मार्गदर्शन 2061 बमोजिम व्यास जमिनदेखि कति उचाइमा छातीको उचाइ नाप्नुपर्छ भन्ने छ रुखको व्यासको लागि। यसको सही उत्तर अप्सन ग 1.3 मिटर हो। 38 नम्बरको प्रश्न छ वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको NLCMS नेसनल ल्यान्ड कभर मोनिटरिङ सिस्टम 2020-22 को प्रतिवेदन अनुसार नेपालको वन क्षेत्र ढाकिएको क्षेत्रफल कति छ भन्छ। यसको सही उत्तर अप्सन क 43.38% हो। 39 नम्बरको प्रश्न छ बाँके रासायनिक गुञ्जको क्षेत्रफल कति रहेको छ भन्ने छ। 1448 वर्ग किलोमिटर, 750 वर्ग किलोमिटर, 550 वर्ग किलोमिटर भन्ने छ। यसको सही उत्तर अप्सन ग 550 वर्ग किलोमिटर। 40 गोब्रे सल्लाहको कतिवटा निडलहरू हुन्छ भन्छ। अप्सनहरू रहेको छ 2, 3, 5 र 6 भन्छ। यसको सही उत्तर अप्सन ग 5 वटा हुन्छ। त्यसै गरी 41 नम्बरको प्रश्न रहेको छ नेपालको कति प्रतिशत भूभाग संरक्षित क्षेत्रले ओगटेको छ भन्ने छ। 23.23, 23.31, 23.39 भन्छ। यसको सही उत्तर अप्सन ग 23.39%। 42 नम्बरको प्रश्न रहेको छ हाल नेपालमा कति प्रकारका चरा पाइन्छन् भन्ने छ। चराहरूको तथ्याङ्कहरू चाहिँ हाम्रो बर्ड कन्जर्भेसन अफ नेपाल भन्छ BCN ले चाहिँ निकाल्ने गर्छ। यसले चाहिँ नेपाल सरकारलाई DNPW सँग मिलेर चाहिँ कोल्याबोरेसनमा काम पनि गर्छ र डाटाहरू नेपाल सरकारलाई प्रभावित गर्छ। अप्सनहरू रहेको छ 777, 856, 892 र 844 भन्छ। यसको सही उत्तर अप्सन ग 892 हो अहिले नेपालमा चराको सङ्ख्या। त्यसै गरी 43 नम्बरको प्रश्न हुन्छ तुलसीको पात कुन रोगको लागि उपयोगी हुन्छ भन्ने छ। खोकी, दम, टाउको दुखेमा माथिको सबै भन्ने छ। यसको सही उत्तर अप्सन घ माथिको सबै हो। चौवालीस नम्बरको प्रश्न छ सतुवाको फुल उपयोगिता केमा हुन्छ भन्ने छ। अल्सर, क्यान्सर, ज्वरो, माथिका सबै भन्ने छ। ज्वरो, क्यान्सर, अल्सरमा पनि सतुवाको फुलको उपयोगिता हुन्छ। 45 नम्बरको प्रश्न रहेको छ नेपालको सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश कुन हो भन्छ। कर्णाली, बागमती, कोशी र मधेस भन्छ। यसको सही उत्तर अप्सन घ मधेस प्रदेश हो। क्षेत्रफलका आधारमा प्रतिशतका आधारमा दुवैमा मधेस प्रदेशमा एकदम कम मात्रामा वन क्षेत्र रहेको छ। 46 नम्बरको प्रश्न रहेको छ सार्कमा सबभन्दा कम वन क्षेत्र भएको क्षेत्र ढाकेको देश कुन हो भन्छ। नेपाल, भारत, भुटान र पाकिस्तान भन्छ। यसको सही उत्तर पाकिस्तान हो। वन क्षेत्र प्रतिशत कम भएको पाकिस्तान हो, प्रतिशत बढी भएको चाहिँ भुटान हो। ऐन बमोजिम नेपालमा कति प्रकारका पन्छीलाई संरक्षित सूचीमा राखिएको छ भन्ने छ। 2, 9, 6, 23, 26 भन्ने छ। यसको सही उत्तर अप्सन ख 9। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन हो यो, यसरी बुझ्नु होला। 48 नम्बरको प्रश्न रहेको छ रात दिन अक्सिजन दिने बिरुवा कुन हो भन्ने छ। तुलसी, पिपल, बर र सिमल भन्ने छ। यसको सही उत्तर अप्सन क तुलसी हो। पिपलले चाहिँ रातमा अक्सिजन कम दिन्छ भन्ने कुरा छ हैन। 49 नम्बरको प्रश्न रहेको छ विश्व सम्पदा सूचीमा सुर्खेत नेपालको सम्पदा कतिवटा रहेका छन् भन्ने छ। अप्सनहरू रहेको छ क 5, ख 10, ग 2 र ग 4 भन्ने छ। यसको सही उत्तर अप्सन ख 10 वटा हो। 50 नम्बरको प्रश्न रहेको छ वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 बमोजिम सामान्य घाइतेको लागि कागजात र चिकित्सकको सिफारिसको आधारमा कति राहत पाइने व्यवस्था छ भन्ने छ। क बढीमा 10,000, ख बढीमा 15,000, ग बढीमा 20,000, घ बढीमा 25,000 भन्ने छ। यसको सही उत्तर बढीमा 20,000 हो। त्यो पनि कागजातका आधारमा हुन्छ। यो सम्बन्धी विस्तृत चाहिँ हेर्नको लागि चाहिँ मैले एउटा भिडियो बनाएको छु वन सम्बन्धी समसामयिक जानकारी भन्ने 5-7 महिना अगाडिको होला। त्यहाँ चाहिँ वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका सम्बन्धी धेरै कुराहरू डिटेलमा छ, त्यो हेर्न सक्नुहुन्छ। त्यसै गरी 51 नम्बरको प्रश्न रहेको छ वन ऐन 2076 मा ऐन बमोजिम
कसुर कुन दफामा छ भन्ने छ, कुन दफामा कसुरहरूको व्यवस्था गरिएको छ भन्ने दफा 29, दफा 39, दफा 49 र दफा 52 भन्ने छ। यसको सही उत्तर अप्सन ग दफा 49 मा। 49 मा चाहिँ यस्ता काम गर्यो भने कसुर मानिने छ भन्ने छ। 50 मा दण्ड सजाय भन्ने छ। 52 नम्बरको प्रश्न छ बनाइन 2076 भएपछि कसुर गर्ने व्यक्तिलाई भाग्न सहयोग गर्ने व्यक्तिलाई के कस्तो सजाय हुन्छ भन्ने छ। कसुरदारको आधा सजाय, कसुरदारको बराबर सजाय भन्ने छ। यसको सही उत्तर अप्सन ख कसुरदार बराबरको सजाय हुन्छ। कसैलाई भगाउने हैन, कसुर गर्ने व्यक्तिलाई भगाउनेलाई पनि कसुरदार सरहकै सजाय हुन्छ। त्यसैगरी 53 नम्बरको प्रश्न छ पानी जम्ने ठाउँको लागि वृक्षारोपण गर्न उपयुक्त प्रजाति कुन हो भन्ने छ। क साल, ख कोटेसल्ला, ग जामुन, ग सिमल भन्ने छ। यसको सही उत्तर अप्सन ग जामुन हो। सालको त प्राय वृक्षारोपण नै गरिँदैन हैन। स्पेसिस अनुसार कसैलाई पानी जम्ने ठाउँमा, कसैलाई सुक्खा ठाउँमा हैन, कसैलाई चाहिँ भन्छ नि लाइट धेरै चाहिने हुन सक्छ हैन, कसैलाई चाहिँ सेड छाया चाहिन सक्ने हुन्छ। स्पेसिस अनुसार फरक पर्ने कुरा हो। 54 नम्बरको प्रश्न भन्छ डडेलुको प्रकार कुन हो भन्छ। सतही डडेलु, जमिन डडेलु, छत्र डडेलु, माथिका सबै भन्ने छ। यसको सही उत्तर अप्सन ग माथिका सबै हो। त्यसैगरी 55 नम्बरको प्रश्न छ लुम्बिनी प्रदेशमा नेपालको कुल वनको कति प्रतिशत क्षेत्र फल रहेको छ भन्ने छ। 55 नम्बरको प्रश्न अप्सनमा रहेको छ 13%, खमा 15.7%, गमा 16.2%, घमा 11% भन्ने छ। यसको सही उत्तर अप्सन ग 16.2% रहेको छ। दिन रात अक्सिजन दिने बिरुवा कुन हो भन्ने छ। 56 को दिन रात दिने चाहिँ तुलसी हो। यो पनि क्वेशन दोहोरिए जस्तो लाग्यो। तर सबैभन्दा बढी दिने भने चाहिँ पिपल हो। त्यसरी बुझ्नु होला। त्यसैगरी 57 नम्बरको प्रश्न रहेको छ डल्फिनका लागि प्रसिद्ध नदी कुन हो भन्ने छ। महाकाली, सेती, भेरी, कर्णाली भन्ने छ। यसको सही उत्तर अप्सन ग कर्णाली नदी हो। डल्फिनलाई फ्रेस वाटर चाहिन्छ। फोहोर पानीमा डल्फिन हुँदैन, मन पराउँदैन भनौँ, त्यसको हेबिटेट नै त्यस्तो हो। 58 नम्बरको प्रश्न रहेको छ वन्यजन्तु भएको क्षतिको राहत वितरण निर्देशिका 2080 भन्नु कतिवटा जनावरले गरेको क्षतिको राहत पाइने व्यवस्था छ भन्ने छ। 14, 15, 16, 17 भन्ने छ। यसको सही उत्तर अप्सन ग 16वटा जनावरले गरेको क्षतिको रकम राहत रकम दाबी गर्न पाइन्छ। त्योभन्दा अरूको पाइन्न। त्यहाँ पनि त्यो निर्देशिकामै छ। 59 नम्बरको प्रश्न रहेको छ प्रदेश निजामती सेवाको गठन व्यवस्था कुन दफामा गरिएको छ भन्ने छ। यसको अप्सन रहेको छ 2, 15, 4 र 11 भन्ने छ। यसको सही उत्तर अप्सन ग 4 हो। कतिवटा सेवा छ भन्ने कुरा छ, त्यसमा 7 र होला सायद हैन। त्यो निजामती ऐन सम्बन्धीको मैले छुट्टै भिडियो पनि बनाएर राखेको छु, त्यो पनि हेर्नु होला। 60 नम्बरको प्रश्न रहेको छ वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत डिभिजन वन कार्यालयमा जम्मा कतिवटा कर्मचारीको दरबन्दी छ भन्ने छ। 1276, 1147, 1135, 1033 भन्ने छ। यसको सही उत्तर अप्सन ग 1033 भन्ने हो। साथीहरु आजलाई यति नै। मैले लुम्बिनी प्रदेश लगायत मध्य प्रदेशका पनि केही सामग्री समेटेर आगामी दिनहरुमा भिडियोहरु बनाउने छु। त्यसैले स्टे कनेक्टेड। ओके, थ्यांक यू।